नाको ngai piring bundima kachin hai rale ngai galam thundima angko cha waki hai kachin mahakna nau dada cheki hai goira marakna। चर्चित लोक तथा दोहोरी गायक सिद्धार्थ आले र लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाको पछिल्लो समयको मगर भाषाको लाइभ दोहोरीको केही जानकारी छोटो फलोअप भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आले र लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी दिएअनुसार आफूहरूले मगर भाषाको गीतमा यति धेरै दर्शक श्रोताहरूको माया र साथ पाउन सफल चर्चित गायक सिद्धार्थ आले र आफूले निरन्तर मगर भाषाको गीत विभिन्न मौलिक गीतहरूमा भोकल दिँदाको जानकारी गराउनुभएको छ। पुग्न सफल भएर पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बम गीत निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएर लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गराउनुभएको छ। चर्चित गायक सिद्धार्थ आलेसँग आफूले मगर भाषाको गीत गाएपछि आफू र सिद्धार्थ आलेको लाइभ दोहोरी गाउने जोडीलाई पनि दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएर आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै यो स्थानसम्म आइपुग्न सफल भएको लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गर्नुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल र आफूले गाएको लाइभ दोहोरी मात्र नभएर आफ्नो एल्बमको गीत पनि यतिखेर बजारमा निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल र आफूले लामो समयदेखि गीत सङ्गीत निकै नै सङ्घर्ष गर्दै आएको र पछिल्लो समय आफ्नो एल्बमको गीत पनि निकै नै मिलियन भ्युज पनि जान सफल र दर्शक श्रोताहरूको निकै नै रोजाइमा पर्न सफल भन्दा लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गर्नुभएको छ। पछिल्लो समय चर्चित गायक सिद्धार्थ आले र आफूले गाएको लाइभ दोहोरीको केही टुक्राहरू सामाजिक सञ्जालमा निकै नै भाइरल भएर आफूहरूले गाएको लामो समयदेखि लाइभ दोहोरी र एल्बम गीत निकै नै उत्कृष्ट रहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। आफूले गाएको सबै जस्तो लाइभ दोहोरीको केही टुक्राहरू आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल र आफूले गाएको सबै जस्तो लाइभ दोहोरी मात्रै नभएर एल्बमको गीतको केही टुक्राहरू पनि आजभोलि टिकटकमा र फेसबुक पेजबाट निकै नै भाइरल भइरहेको र आफूले दिनौँ जस्तो विभिन्न युट्युब च्यानलबाट लाइभ दोहोरी गाउँदै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायिका सिद्धार्थ आलेले जानकारी दिएअनुसार चर्चित गायिका दीपिका थापासँग आफूले गाएको लाइभ दोहोरी यति धेरै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल आफूले दिनौँ जस्तो विभिन्न च्यानलबाट लाइभ दोहोरी र आफूहरूले गाएको सबै जस्तो गीतहरू निकै नै उत्कृष्ट रहेको दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ।